जय भोलेनाथ, जय शिवशंकर। स्वागत छ यहाँहरू सम्पूर्णलाई। हामीहरू आज परम पवित्र मास श्रावण महिना साउन महिनाको मासिक राशिफल लिएर उपस्थित भएका छौँ। सिंह राशि हुने महानुभावहरूका लागि यो श्रावण महिना के कस्तो रहेको छ, साउन महिनामा ग्रहको स्थिति के छ, तपाईका लागि विशेष गरेर यो साउन महिना भनेको भगवान शिवजीको महिना भनिन्छ। त यो शिवजीको महिनामा हुने सूर्य, बृहस्पति अन्य यी सबै ग्रहको जुन किसिमको एउटा बकरी अस्त अथवा भनौँ यिनी ग्रहहरूको ट्रान्जेक्ट छ, त्यसले के कस्तो प्रभाव पार्दछ तपाईको चाहिँ करियरमा, धन, स्वास्थ्यमा, प्रेममा, यी सबै कुरामा के कस्ता क्षेत्रमा सुखद खबर ल्याउला र के कस्ता कुरामा अलिकति सावधान रहनु पर्ला, सबै कुराको चर्चा परिचर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र हेरिसके पछाडि जे जस्तो लाग्छ कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सिनुहोला। सबैभन्दा पहिला चर्चा गरौँ ग्रह गोचर के रहेको छ त। यो महिनाभर साउनको 1 गतिबाट सूर्य ग्रह कर्कट राशिमा गोचर गर्नेछन् भने जहाँनिर बृहस्पति ग्रह पहिलेदेखि रहेका छन्। शनिदेव मीन राशिमा रहँदै साउनको 15 गतिबाट बक्री हुनेछन् भने राहु, कुम्भ र केतु तपाईको आफ्नै राशि सिंह राशिमा छन्। देवगुरु बृहस्पति कर्कट राशिमा त छन्, तर असारको 32 देखि साउनको 24 गतेसम्म अस्त रहनेछन्। मङ्गल 18 गतेसम्म वृषमा र त्यसपछि मिथुनमा प्रवेश गर्नेछन्। बुध ग्रह 20 गतेसम्म मिथुनमा र त्यसपछि कर्कटमा, अनि शुक्र ग्रह 15 गतेसम्म सिंहमा र त्यसपछि कन्यामा प्रवेश गर्नेछन्। यी सबै ग्रहहरूको जुन राशि परिवर्तन छ अथवा बक्री अस्त छ, यसको प्रभावलाई विस्तृतमा चर्चा गरौँ। अथवा भनौँ सबैभन्दा पहिला साउन महिना सिंह राशिका लागि के कस्ता कुरामा पोजिटिभ छ त, साउन महिनाको सबैभन्दा राम्रो सकारात्मक पक्षहरू के हुन्, यो विषयमा मैले चर्चा गर्छु। सिंह राशिका जातकका लागि साउन महिनाको सुरुवाती समय निकै ऊर्जावान रहने देखिन्छ। साउनको 15 गतेसम्म शुक्र तपाईको आफ्नै राशिमा गोचर गर्ने भएकाले यो समय तपाईको व्यक्तित्वमा निखार आउनेछ, मान सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। साउन 24 पछि देवगुरु बृहस्पति जब उदय हुनेछन् त्यसपछि तपाईको भाग्यको ढोका खुल्नेछ। लामो समयदेखि अड्किएका कामहरू बन्नेछन्। विशेष गरी यदि तपाईँ वैदेशिक रोजगारी वा अध्ययनको सिलसिलामा विदेश जाने प्रयासमा हुनुहुन्छ भने साउनको उत्तरार्धमा तपाईलाई शुभ समाचार मिल्नेछ। धनको कुरा गर्दा साउन 20 गते पछाडि बुध ग्रहको गोचरले आम्दानीका नयाँ बाटोहरू पहिल्याउन मद्दत गर्नेछ। एकदम यो राम्रा कुराहरू यो भयो भने साउन महिनामा एकदम ख्याल गर्नुपर्ने कुराहरू के हुन् त, अलिकति सजग रहनुपर्ने अथवा भनौँ नेगेटिभ पक्षहरू के छन्, यो विषयमा चर्चा गरौँ। साउन महिनामा तपाईका लागि नेगेटिभ पक्ष के छ त भन्नुहुन्छ भन्दाखेरि केतु ग्रह जुन तपाईको आफ्नो राशिमा उपस्थित छ, चन्द्रमा र केतुको जुन योग हुनेछ, यसले गर्दाखेरि मनमा अनावश्यक चिन्ता र भ्रम सिर्जना हुन सक्छ है। अहिले यो सिंह राशिका लागि यहाँनिर के छ भन्दाखेरि शनिको अडैया दशा पनि छ र फेरि लग्नको केतु लङ टाइमदेखि छ, त्यसले गर्दाखेरि अनावश्यक चिन्ता र भ्रम पैदा हुन सक्छ। भने साउनको 15 गतेबाट शनि बक्री हुँदैछ, जसले गर्दा कार्यक्षेत्रमा केही अवरोधहरू आउन सक्छन्। साउनको 18 गतेसम्म मङ्गलको प्रभावले गर्दा पारिवारिक जीवनमा विवाद वा अहङ्कारको टक्राव हुन सक्ने देखिन्छ। भने साउनको 24 गतेसम्म बृहस्पति अस्त भएकाले ठुलो लगानी गर्दा महत्त्वपूर्ण निर्णय लिँदा ख्याल गर्नुहोला। साउनको 24 गतेसम्म अडैया दशा पनि प्रभाव देखिन्छ, त्यसैले शनिको चाहिँ दोष कम होस् भनेर शनिबार पिपलमा जल चढाउने, मन्त्र जप गर्ने अथवा सामान्य ग्रह शान्ति गर्न पनि सक्नुहुनेछ। यो त भयो साउन महिनाका केही नकारात्मक कुराहरू। अब कुरा गरौँ करियरको। करियरको कुरा गर्दा साउन 15 गतेसम्मको समय व्यावसायिक हिसाबले निकै राम्रो छ, नयाँ अवसरहरू मिल्नेछन्। तर साउनको 15 गते पछाडि जब शनि ग्रह बक्री हुनेछ तब कार्यक्षेत्रमा सहकर्मीहरूसँगको तालमेलमा केही गडबड हुन सक्छ। हाकिम वा उच्च अधिकारीहरूको दबाव झेल्नु पर्ने तपाईका लागि हुन सक्छ। व्यापार व्यवसायमा सिंह राशिका जातकहरूले साउन 18 गतेसम्म पार्टनरसिपमा काम गर्दा धेरै होसियार रहनुपर्ने देखिन्छ। व्यापारमा ठुलो परिवर्तन वा नयाँ लगानीको लागि साउन 24 गते पछिको समय पर्खनु नै बुद्धिमानी हुनेछ। कला, डिजाइन, फेसन, व्यवसायसँग जोडिएका व्यक्तिहरूका लागि भने साउन 15 सम्मको समय
निकै फाइदाजनक देखिनेछ। आर्थिक रूपमा यो महिना औषध रहनेछ। सूर्य र गुरुको जुन किसिमको गोचर छ 12औं भावमा, यसको प्रभावले गर्दा खर्चमा वृद्धि हुन सक्ने देखिन्छ। अनावश्यक विलासिताका सामग्रीमा पैसा खर्च चाहिँ नगर्नु होला। साउनको 20 गतेपछि जब बुध कर्कट राशिमा जानुहुन्छ तब केही राहत तपाईहरुलाई मिल्ला। फसेको पैसा उठाउन वा ऋण व्यवस्थापन गर्न महिनाको अन्तिम समय केही अनुकूल हुन सक्ने देखिन्छ। ठुलो धनलाभका लागि ठुलो धैर्यता, ठुलो चाहिँ एउटा चाहिँ आत्मविश्वास चाहिँ चाहिने देखिन्छ। प्रेम जीवनमा शुक्रको प्रभावले साउन 15 सम्म सम्बन्धमा मिठास ल्याउनेछ, तर साउनको 18 पछि केतुको प्रभाव र मङ्गलको दृष्टिले गर्दा पार्टनरसँग सानो सानो कुरामा विवाद हुन सक्छ। विवाहित जातकहरूले जीवनसाथीको स्वास्थ्य वा उनीहरूको चाहनालाई प्राथमिकतामा राख्नुहोला। पारिवारिक कलहबाट बस्न आफ्नो अहङ्कार त्याग्दिनु होला। साउन 24 गते पछाडि घरमा धार्मिक वा माङ्गलिक कार्यको योग छ, जसले सम्बन्धलाई पुनः मजबुत बनाउनेछ। अब यो सिंह राशिका विद्यार्थीहरूका विषयमा चर्चा गर्ने हो भने जसको सिंह राशि छ, विद्यार्थीहरूका लागि साउन महिना अलि मेहनत गर्ने महिना हो। केतुको प्रभावले गर्दा पढाइमा एकाग्रता, फोकस गर्न एकदम गाह्रो हुन सक्छ। साउनको 20 गते पछाडि बुधको गोचरले पढाइमा केही हदसम्म रुचि बढाउनेछ। यदि तपाईँ कुनै प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने साउनको उत्तरार्धमा निकै राम्रो नतिजा पाउन सक्नुहुनेछ। आफ्नो गुरु वा शिक्षकको सल्लाहलाई शिरोधार्य गरेर अगाडि बढ्नुहोला, राम्रो हुन्छ। स्वास्थ्यगत हिसाबले सिंह राशिका जातकलाई यो महिना खानपान र जीवनशैलीमा निकै ध्यान दिनुपर्ने देखिन्छ। पाचन प्रणाली भनौँ पेटको समस्या रहन सक्छ, एसिडिटीको समस्याले सताउन सक्छ। बाहिरको खानेकुराबाट टाढा रहनुहोला। यात्रा गर्दाखेरि अनावश्यक यात्राले कष्ट दिन सक्छ। साउन 24 गते पछाडि गरिएको तीर्थयात्रा वा धार्मिक भ्रमण लाभदायक हुनेछ। अब साउन महिनालाई एकदम राम्रो बनाउनका लागि तपाईले के गर्ने त भन्दाखेरि प्रत्येक आइतबार सूर्यलाई अर्घ दिनुहोस्। शिवजीको आराधना गरी बेलपत्रमा चन्दनले ओम लेखेर चढाउनुहोस्। केतुको शान्तिका लागि घरमा गणेशजीको पूजा गर्नुहोस्, राम्रो हुनेछ। फेरि कसैले ए गुरु अस्त छ गर्न हुन्छ कि हुँदैन भनेर सोध्नु होला। साउन महिना भगवान शिवजीको महिना हो। यहाँ कुनै अस्त शस्त्रले केहीले चाहिँ प्रभाव पार्दैन। यो नित्य हो। साउन महिना फेरि खोजेर आउँदैन। अस्त छ भनेर भदौमा खोजेर असोजमा खोजेर आउँदैन। त्यसैले गर्नु होला है। भगवान शिवजीको कृपा अवश्यमेव तपाईलाई रहनेछ। शुभ रङ तपाईका लागि गोल्डन रङ रहेको छ भने शुभ अङ्क 1 अङ्क तपाईका लागि रहेको छ। अन्तिममा साउन महिना सिंह राशिका लागि केही चुनौती सहितको भए पनि मेहनत गर्नेहरूका लागि सफलताको महिना हो। धैर्यता र शिवजीको भक्तिले सबै बाधा हटाउनेछ। तपाईलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो जस्ताको त्यस्तै कमेन्ट बक्समा गएर आफ्नो प्रतिक्रिया राख्नुहोला। लाइक शेयर कमेन्ट गर्नुहोला। च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने अवश्यमै सब्स्क्राइब गर्नुहोला भन्दै अन्तिममा एउटा सानो प्रसङ्ग जोड्न चाहे। हजुरहरू मसँग ज्योतिष परामर्श लिन, वास्तु परामर्श लिनको लागि देश विदेशको कुनै पनि ठाउँबाट व्हाट्सएपमा भाइबरमा 98 21 50 21 08 नम्बरमा जोडिएर लाभ लिन सक्नुहुन्छ भने अर्को कुरा के छ त भन्दाखेरि महत्त्वपूर्ण कुरा, यदि तपाईँ संस्कृत पढ्न चाहनुहुन्छ, जस्तै पुरै अब कर्मकाण्ड नै नपढे पनि कमसेकम मन्त्रहरू उच्चारण गर्न सिक्ने, श्लोकहरू उच्चारण गर्न सिक्ने, दैनिक पाठ पूजा कसरी गर्ने भन्ने सामान्य कुराहरू सिक्न चाहनुहुन्छ हैन, अथवा आफ्नो बच्चाहरूलाई सिकाउन चाहनुहुन्छ भने हामीले कर्मकाण्ड, वेद, भागवतहरू पढाइरहेका छौँ। बाल संस्कारहरू, आमा दिदीबहिनीहरूका लागि आध्यात्मिक गृहहरू चलाइरहेका छौँ। त्यसमा तपाईँले प्रत्यक्ष उपस्थित भएर अथवा अनलाइन माध्यमबाट यो पढ्न सक्नुहुन्छ। कर्मकाण्ड, वेद, भागवत पढ्नका लागि चाहिँ प्रत्यक्ष उपस्थित भएको धेरै राम्रो। अब सक्दै सक्नुहुन्न भने अब अनलाइन माध्यमबाट पनि हामीले प्रयास तपाईहरुलाई गर्नेछौँ। यदि त्यसका लागि चाहिँ तपाईले आफूले पढ्न खोज्नु भएको छ अथवा परिवार कोही आफन्तले पढ्न खोजेको छ भने उनीहरूलाई यो भिडियो सेयर गरिदिनु होला। हाम्रो उद्देश्य वैदिक सनातन धर्मको उजागरण गर्ने भन्नाले चाहिँ अब यो हामीले उजागरण गर्न त पर्दैन, यो आफैमा जागृत छ। त्यही पनि यो चाहिँ वैदिक सनातन धर्मलाई चाहिँ बढाउनका निमित्त चाहिँ अझै चाहिँ यसलाई चाहिँ यसको चाहिँ रक्षा हेतु चाहिँ हामीले चाहिँ यो गर्दैछौँ। यसका लागि तपाईँले भिडियोलाई सेयर गरिदिनु भन्दै अहिले बिदा हुन्छु। नमस्कार।